भएको तर बाउ विदेशी छोरीमा अङ्गीकृत प्राप्त गर्ने रहेछ हैन मतलब ल्याउँछु। अनि नेपाली नागरिकसँग विवाह गरेको विदेशी महिलाले चाहेमा पनि अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने रहेछ। र नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरेकी छन्, उनीहरूबाट सन्तान जन्मियो, त्यो सन्तान नेपालमै बसिरहेछ पर्मानेन्टली भने उसले बाउपट्टिको देशको नागरिकता प्राप्त गरेको छैन भने नेपालमा अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्छ भनेर यसरी नेपालमा अङ्गीकृत नागरिकता र वंशजको नागरिकताको कुरा गरेको छ है। यो कुरा यो सामान्य तपाईँले चाहिँ ख्याल गर्नुपर्ने सबै यो भाषै चाहिँ ख्याल गर्न सकिँदैन होइन। तर सामान्यतया कस्तो अवस्थामा कस्तो अवस्थामा वंशज, कस्तो अवस्थामा अङ्गीकृत भनेर चाहिँ अलिकति ख्याल गर्नु। अर्को छ तेस्रो नम्बरमा समानार्थ नागरिकता भनेको राष्ट्रको मान उच्च राखे बापत प्रदान गरिन्छ। अर्को छ गैर आवश्यक नेपाली नागरिकता भनेको आर्थिक सामाजिक सोध्या छ है र सांस्कृतिक अधिकार सहित आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहित 4 राष्ट्र भन्दा बाहिर है। अब के हो त भन्दा वंशजको बारेमा मैले कुरा गरेँ, अङ्गीकृत नागरिकताको बारेमा मैले कुरा गरेँ हैन। आमा नेपाली बाउ विदेशी अङ्गीकृत, यदि नेपालीसँग विवाह गरेको विदेशी महिलाले चाहेमा अङ्गीकृत, र नेपाली महिलासँग विवाह गरेको विदेशी नागरिकको सन्तान नेपालमै बसिरहेछ भने उसले बाउपट्टिको देशको नागरिकता प्राप्त गरेको छ भने उसले अङ्गीकृत पाउँछ भने। समानार्थ भनेको राष्ट्रको मान उच्च राखे बापत हैन, देशको गरिमा, देशको इज्जत, देशको प्रतिष्ठा उच्च राखे बापत प्रदान गरे। जस्तो म त हिजो पनि भनेको थिएँ, सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी। एडमन्ड हिलारीलाई नेपाल सरकारले सम्मानार्थ नागरिकता प्राप्त गर्यो, प्रदान गर्यो। किन त भन्दाखेरि सम्मान दियो, किनभने सगरमाथा आरोहण गर्ने भनेर सगरमाथाको के हो त विश्वभरि चर्चा भयो, परिचर्चा भयो, नेपालको शिर उच्च भयो, उनलाई सम्मान स्वरूप दियो। अब त्यो समानार्थ नागरिकताको केही पनि काम छैन भनेको जस्ट ऊ चाहिँ नेपाल आउँदाखेरि नेपालमा पासपोर्टको जरुरत पर्दैन, किनभने नेपाली नागरिकको रूपमा चाहिँ आउन पाउने भयो, त्यति मात्रै हो हैन। अहिलेसम्म 4-5 जना मान्छेलाई दिएको छ नेपाल सरकारले समानार्थ। अब गैर आवश्यक नेपाली नागरिकता भन्छ एनआरएन, सुन्नु भएको छ नि एनआरएन भनेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहित। अब सोधेको छ प्रश्न यहाँबाट, गैर आवश्यक नेपाली नागरिकलाई तलका मध्ये कुन अधिकार हुँदैन भनेर सोधेको छ। आर्थिक अधिकार, सामाजिक अधिकार, सांस्कृतिक अधिकार र राजनीतिक अधिकार भनेर अप्सन सोधेको छ। राजनीतिक अधिकार चाहिँ दिँदैन, आर्थिक अधिकार दिन्छ, नेपालमा लगानी गर्न पाए, व्यापार व्यवसाय गर्न पाए। सामाजिक अधिकार दिन्छ, सांस्कृतिक अधिकार दिन्छ, तर राजनीतिक चुनाव लड्न पाउँदैन, भोट हाल्न पाउँदैन, राजनीतिक अधिकार चाहिँ पाउँदैन। त्यो पनि कसलाई दिन्छ त भन्दा 4 कास्टभन्दा बाहिर। भारतमा तपाईँ जस्तो मानव तपाईँले चाहिँ नेपाल त्यो पनि 2 पुस्ताभित्र मात्रै दिन्छ फेरि हैन। जस्तो तपाईँको चाहिँ 10 पुस्ता चाहिँ नेपाली थियो, अहिले तपाईँ अमेरिकाको नागरिकता प्राप्त गर्नुभएको छ, 10 पुस्ता पहिला तपाईँको चाहिँ नेपाली थियो, अब अहिले अमेरिकाको नागरिकता प्राप्त गर्नुभयो भने मेरो त पहिलाको 10 पुस्ता पहिला त नेपाली हो, म पनि एनआरएन नागरिकता लिन्छु भनेर पाइएन। 2 पुस्ता मात्रै, 2 पुस्ताभित्र मात्रै दिन्छ भने त्यो पनि 4 कास्टभन्दा बाहिर। इन्डियामा गएर बसेर पाइएन, श्रीलङ्कामा बसेर पाइएन, पाकिस्तानमा बसेर पाइएन, 4 कास्टभन्दा बाहिरको नागरिकलाई मात्रै दिन्छ भनेको छ है। ल यसरी गैर आवश्यक नेपाली नागरिक आर्थिक सामाजिक र सांस्कृतिक अधिकार मात्रै छ, 4 कास्टभन्दा बाहिरको नागरिकलाई मात्रै दिन्छ है। 2 पुस्तासम्म नेपाली नागरिक हुनु पर्यो। उसको बाजे जस्तो मानौ तपाईँ चाहिँ अमेरिकामा जानुभयो, अमेरिकाकै नागरिकता लिनुभयो, यदि तपाईँ नेपालको गैर आवश्यक नेपाली नागरिक लिन चाहनुहुन्छ भने
तपाईँको 2 पुस्ता अगाडिसम्म नेपाली नागरिक। जस्तो बाजे बाउ त तपाईँको नेपाली नागरिक हो नि त। अब बाजेको बाजे तपाईँको नेपाली नागरिक हो भने तपाईँले पाउनु भएन, 2 पुस्ताभित्र मात्रै पाउँछ भनेको छ है। ल यो कुराहरू ख्याल गर्नु। र नागरिकता अब यसमा तपाईँले ख्याल गर्नुपर्ने कुरा के छ त भन्दाखेरि नेपालको वर्तमान संविधानमा कति प्रकारको नागरिकताको व्यवस्था गरिएको छ भन्दा 4 प्रकारको नागरिकताको व्यवस्था गरिएको छ। एउटा चाहिँ वंशजको, अर्को अङ्गीकृत, अर्को गैर-आवासीय नेपाली नागरिक र अर्को समानार्थ। 4 प्रकारको नागरिकताको व्यवस्था गरेको छ। अब भाग 2 मा चाहिँ नागरिकता सम्बन्धी व्यवस्था हो। भाग 2 भनेको चाहिँ धारा 10 देखि धारा 15 हो। अब वंशजको नागरिकता कस्तो कस्तो अवस्थामा प्राप्त गर्छ? बाउआमा दुईटै वंशज हो भने उनीहरूबाट जन्मने सन्तानले पनि वंशजको नागरिकता प्राप्त गर्छ, हैन? नेपालको सीमानाभित्र कुनै नाबालक फेला पर्यो, उसको बाउ वा आमा कोही केही पनि पत्ता लागेको छैन भने उसले पनि वंशजको नागरिकता प्राप्त गर्छ, हैन? नेपाली नागरिक आमाबाट नेपालमा जन्म भएको तर बाउको ठेगान छैन भन्ने पनि उसले वंशजको नागरिकता प्राप्त गर्छ। र नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेको छ र उनीहरूबाट जन्मेको सन्तानले नागरिकता प्राप्त गर्दाखेरि यदि बाउआमा दुईटै नेपालको नागरिक भइसकेका छ भने उनीहरूले पनि वंशजको नागरिकता प्राप्त गर्छ। अङ्गीकृतको कुरा गर्दाखेरि यदि नेपाली नागरिक नेपाली नागरिक आमाबाट नेपालमा जन्म भएको तर बाउ विदेशी ठहरिएमा उसले अङ्गीकृत प्राप्त गर्दो रहेछ। अर्को, यदि नेपाली नागरिकसँग विवाह गरेकी महिलाले चाहेमा अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने रहेछन्। र नेपाली नागरिक महिलासँग विवाह गरेको विदेशी नागरिकबाट जन्मेको सन्तान नेपालमै जन्मिएको छ र नेपालमै बसोबास गरिरहेको छ भने उसले आफ्नो बाउपट्टिको देशको नागरिकता लिएको छैन भने उसले पनि के गर्छ त? अङ्गीकृत प्राप्त गर्छ। अब समानार्थ भनेको राष्ट्रको मान उच्च राखे बापत, राष्ट्रको इज्जत, राष्ट्रको प्रतिष्ठा बढाए बापत प्रदान गरिन्छ। र गैर आवासीय नेपाली नागरिक भनेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र दिन्छ, 4 काष्ठभन्दा बाहिरको नागरिकलाई मात्रै प्रदान गरिन्छ। यो कुरा चाहिँ ख्याल गर्नु पर्यो नागरिकतामा, कम्तीमा यति ख्याल चाहिँ ख्याल गर्नु है। ल अब हामी जान्छौँ भाग 3 तिर है। भाग 3 भनेको धारा 16 देखि धारा 48 नागरिकका कर्तव्य, मौलिक हक र नागरिकका कर्तव्य भनेको छ। यसमा यो महत्त्वपूर्ण भाग छ। मौलिक हकबाट पटक पटक प्रश्न सोधेको छ, मौलिक हक र कर्तव्य है। यसमा धारा 16 देखि धारा 48 सम्म हामीले हेर्छौँ। यसमा अलिक विशेष गरेर मौलिक हकको विषयलाई हामीले फोकस गर्छौँ।